안녕하세요. नमस्कार। म चाहिँ लुना कोरियन ल्याङ्ग्वेज इन्स्टिट्युट नेपालगञ्जदेखि मैले अघिल्ला केही दिनहरू यता युट्युबमा इपिएस टपिक सम्बन्धी विभिन्न छङ्गो र मुनुवाको भिडियोहरू बनाएर अपलोड गर्दै आइरहेको छु। आज पनि म यहाँहरु समक्ष नयाँ भिडियो लिएर आएको छु। यो चाहिँ हाङ्गुकै शिक्षा योजल कोरियाको खाना खाने विशिष्टता अथवा चाहिँ मर्यादा, कोरियामा खाना खाँदाखेरि कस्तो चाहिँ अनुशासन अथवा डिसिप्लिनको पालना गरिन्छ त्यसको बारेमा चाहिँ यहाँ रहेको छ। यो चाहिँ च्याप्टर 26 को हाङ्गुके छुग मुनुवा वा उम्सिक मुनुवा, कोरियाको आवासको संस्कृति, बस्ने ठाउँको संस्कृति र उम्सिक मुनुवा, खाना खानेकुराको संस्कृति भन्ने पाठबाट रहेको छ यो छङ्गो चाहिँ। म सरसर्ती यहाँहरूलाई यसको बारेमा बताउन गइरहेको छु। यहाँ भन्छ हाङ्गुके शिक्षा योजल भन्छ। हाङ्गुके शिक्षा योजल भन्यो के कोरियाको खाना खाने कि त शिष्टता। शिष्टता अब योजल भनेको शिष्टता हैन, मर्यादा, डिसिप्लिन भन्ने हुन्छ। जस्तै यहाँ भन्छ अनुनारा एना शिक्षारो लाल्ते छिख्यया हानन योजरी इस्मिदा। अनुनारा एना जुनसुकै देशमा पनि अथवा जुनै देशमा पनि शिक्षा हाल्ते छिख्यया हानन योजरी इस्मिदा। खाना खाने बेलामा के गर्ने? छिख्यया हानन भन्यो के पालना गर्नुपर्ने, पालना गर्नुपर्ने योजरी इस्मिदा शिष्टताहरू हुन्छन् अथवा चाहिँ मर्यादाहरू अथवा अनुशासनहरू चाहिँ हुन्छन् भन्छ। खाना खाँदाखेरि पालना गर्नुपर्ने शिष्टता हुन्छ जुनै देशमा पनि। अनु नारायस ना जुनै देशमा पनि शिक्षा हाल्ते छिख्यया हानन योजरी इस्मिदा, खाना खाने बेला पालना गर्नुपर्ने संस्कृति चाहिँ अनुशासन चाहिँ अथवा मर्यादा चाहिँ हुन्छ भन्छ। हाङ्गुक्दो एवेनन आनिम्निदा, यहाँ एवे भन्छ। एवे भनेको के? अपवाद। अपवाद भनेको चाहिँ अरूभन्दा अलग्गै छुट्टै भन्ने हुन्छ, अलग्गै। चाहिँ हाङ्गुक्दो एवेनन आनिम्निदा, कोरिया अलग्गै चाहिँ होइन, कोरिया फरक चाहिँ होइन। कस्तो अवस्थामा त? खाना खाने बेलामा जुनै देशमा पनि केही शिष्टताहरू पालना गर्नुपर्ने हुन्छ, त्यसमा हाङ्गुक्दो एवेनन आनिमिदा, कोरिया चाहिँ योभन्दा भिन्दै, योभन्दा अलग्गै चाहिँ होइन भन्छ। शिक्षारुल उइहे शिक्षागिना फाप्साङे। शिक्षारुल उइहे भन्यो खानाको लागि के त? शिक्षागिना फाप्साङे। शिक्षाक भनेको डाइनिङ टेबल, खाने टेबल। फाप्साङ भनेको चाहिँ भात राखिराखेको डाइनिङ टेबल, भात खाने टेबलमा चाहिँ के त? खाना खाने टेबल। शिक्षागिना फाप्साङे आन्जुल्ते, खाना खाने टेबल अथवा चाहिँ भात राखी पस्किसकेको टेबलमा बस्दाखेरि चाहिँ आन्जुल्ते भन्नु के? बस्ने बेलामा अरुनी छुङाङे छोउन छारिए। अरुनी भन्नु के? मान्यजन अथवा आफूभन्दा उमेरमा ठुलो व्यक्ति चाहिँ छुङाङे भन्नु के? केन्द्रको सेन्टरको। छोउन छारी भन्यो के? राम्रो ठाउँ, राम्रो सिट है। छारिए आन्जुल्सु इत्तोरोक फेरे आम्निदा भनेको चाहिँ शिक्षागिना फाप्साङे आन्जुल्ते, खाना खाने ठाउँमा बस्दाखेरि चाहिँ के त? अरुनी छुङाङे छोउन छारी आन्जुल्सु इत्तोरोक फेरे आम्निदा। अरुनी आफूभन्दा ठुलो मान्छे चाहिँ के? छुङाङे सेन्टरको, केन्द्रको। छोउन छारिए भनेको चाहिँ राम्रो ठाउँमा, राम्रो सिटमा चाहिँ आन्जुल्सु इत्तोरोक बस्न सक्ने गरी फेरे हाम्निदा भनेको चाहिँ विचार पुर्याइन्छ अथवा के गरिन्छ? फेरे आदा भनेको सम्मान गरिन्छ। ठुलो मान्छेलाई चाहिँ खाना खाने ठाउँमध्येकै एकदम राम्रो सिटमा, राम्रो ठाउँमा बस्ने गरी सम्मान गरिन्छ, विचार पुर्याइन्छ भन्छ। शिक्षारुल सिजाक हाल्तेनन्, खाना खान सुरु गर्ने बेलामा चाहिँ अरुनी मन्ज सुज भने के? चम्चा चपस्टिक सेट, चम्चा चपस्टिक
सेट सिजाक खाल्थेनन् भनेको शिक्षारुल सिजाक खाल्थेनन् खाना सुरु गर्ने बेलामा चाहिँ अरुणी मन्ज सुजरुल थुन थाउमे भनेको अरुणी मन्ज मान्यजनले पहिला चाहिँ सुजरुल थुन थाउमे चम्चा चपस्टिक थुन थाउमे उचालिसकेपछि थुल्दाबाट चाहिँ के आयो थुन आयो थुन थाउमे उचालिसकेपछि चाहिँ के त आरेत सारामी सुजरुल थुल्गो जुनियर मानिस आरेत साराम भन्नु के जुनियर मानिसले सुजरुल थुल्गो चम्चा चपस्टिक उठाएर अरुणी मन्ज शिक्षारुल सिजाक खान थाउमे मान्यजनले आफूभन्दा ठुला व्यक्तिले चाहिँ ठुला बडाले के त ठुला बडाले मन्ज शिक्षारुल सिजाक खान हुए अथवा सिजाक खान थाउमे पहिला चाहिँ खाना खान सिजाक खान सुरु गरेपछि थाउमेपछि आरेत सारामी मक्की सिजाक खाम्निदा जुनियरहरूले चाहिँ के गर्छ त खान सुरु गर्छ भन्छ होक्सी भन्नु के हो सायद हो तर यहाँ चाहिँ सायद अर्थ लाग्दैन होक्सी शिक्षारुल मन्ज माछ्य दो यद्यपि तपाईँले खाँदै गर्दाखेरि मान्यजनभन्दा झिलो सुरु गरेको भए तापनि पछि सुरु गरेको तापनि खाँदै गर्दाखेरि के त शिक्षारुल मन्ज माछ्य दो खाना खान पहिला नै मन्ज भनेको अघि नै अथवा पहिला नै के माछ्य दो सकाए पनि तपाईँले खानेकुरा चाहिँ पहिला नै सके पनि अरुणी शिक्षारुल कुन्नेगी छन् काजिनन् मान्यजनले अथवा आफूभन्दा ठुलो व्यक्तिले शिक्षारुल कुन्नेगी छन् काजी खाना कुन्नादा भनेको के हुनु कुन्नादा भनेको सकिनु कुन्नादा भनेको सकिनु कुन्नेदा भनेको के सकाउनु कुन्नेदा भनेको सकाउनु है केही कुरा तपाईँले केही काम अथवा केही कुराहरू गरेर कुन्नेदा भनेको तपाईँले सकाउनु तपाईँको इफोर्टले कुन्नादा भनेको सकिनु आफै सकिनु है कुन्नेगी छन् काजिनन् सकाउनु अघिसम्म चाहिँ छन् काजिनन् छारिएस इरनाजी आन्समिदा सिटबाट इरनाजी आन्समिदा भनेको चाहिँ उठिँदैन भन्छ भने कोरियामा के गर्नु पर्यो पहिला चाहिँ अरुणी मन्ज शिक्षारुल सिजाक खान थाउमे आरेत सारामी मक्की सिजाक खाम्निदा पहिला चाहिँ ठुलो मान्छेले मन्ज पहिला शिक्षारुल सिजाक खान थाउमे खाना खान सुरु गरेपछि आरेत सारामी मक्की सिजाक खाम्निदा जुनियरहरूले खाना सुरु गरिन्छ अनि त्यसै होक्सी शिक्षारुल मन्ज माछ्य दो सायद अथवा यद्यपि भए तापनि के त शिक्षारुल मन्ज माछ्य दो खाना खाँदाखेरि खाना पहिल्यै सके पनि अरुणी शिक्षारुल कुन्नेगी छन् काजिनन् छारिएस इरनाजी आन्समिदा ठुला बडाले खाना सकाउनु अघिसम्म चाहिँ छारिएस इरनाजी आन्समिदा ठाउँबाट सिटबाट चाहिँ उठिँदैन भन्छ यो चाहिँ कोरियामा खाना खाँदाखेरि पालना गर्नुपर्ने के भयो यजल भयो शिष्टता भयो यो चाहिँ पहिलो प्याराग्राफले भनेको छ अनि दोस्रो प्याराग्राफले के भन्छ त भन्दाखेरि यहाँनिर शिक्षा हाल्थेनन् भन्छ यहाँ शिक्षा हाल्थेनन् खाना खाने बेलामा चाहिँ फोक्खु ना नाइफ फोक्खु भन्नु के काँटा चम्चा है फोक्खु भन्नु के हो काँटा चम्चा काँटा चम्चा अथवा कि त नाइफ भन्नु के हो काँटा चम्चा वा नाइफ भनेको चक्कु जस्तै तपाईहरुले पिज्जा खानुभयो भने चाहिँ चक्कु युज गर्नुहुन्छ हैन अब काँटा चम्चा वा चक्कु थेसिन भनेको सट्टा त्यसको सट्टामा शिक्षा हाल्थेनन् खाना खाने बेलामा चाहिँ फोक्खु वा नाइफ थेसिन चक्कु वा के त के को फोक्खु काँटा चम्चा त्यो गाब्नेवाला चम्चाको सट्टा चाहिँ के त सुत्काराक वा छत्कारागुल सुत्काराक भनेको चम्चै भयो छत्काराक भनेको चपस्टिक भयो
चपस्टिक भनेको दुईटा स्टिकहरू हुन्छ। अब योलाई चम्चा र चपस्टिक अथवा सुत्काराक र छत्काराकलाई चाहिँ एउटै शब्दमा के भन्छ? सुज। सुज भन्छ। सुजा भनेको चम्चा चपस्टिक है। सुत्काराक वा छत्कारागुल सायोङ हानन्दे भन्छ। शिक्षा हाल्तेनन् फोखवा नाइफ थेसिन सुत्काराक वा छत्कारागुल सायोङ हानन्दे। खाना खाने बेलामा चाहिँ काँटा चम्चा र चक्कुको सट्टामा चम्चा र चपस्टिकलाई सायोङ हानन्दे प्रयोग गर्दै गरेकोमा सुत्कारा गुरुनुन चम्चाले चाहिँ फाप्गा खुकुल मक्को भात र खुक भन्यो के झोल सुपलाई चाहिँ मक्को खाइन्छ र खाइन्छ। छत्कारा गुनुनुन छत्काराकले चाहिँ चपस्टिकले चाहिँ के खाइन्छ? फान्छानुल मक्सुम्निदा। फान्छान भनेको के? सलादहरू सायक परिकारहरू खाइन्छ भन्छ अथवा सायक परिकारहरू खाइन्छ मक्सुम्निदा। खुरना तर यो जुमन फाप्दो छत्कारा गुरु मग्नुन सारामदुई माना जेसुम्निदा। तर पनि यो जुमुन आज भोलि चाहिँ फाप्दो भात पनि छत्कारा गुरु केले? चपस्टिकले मग्नुन खाने सारामदुरी माना जेसुम्निदा मान्छेहरू बढ्दै गइरहेछन् भन्छ। खासमा चाहिँ के? कोरियनहरूले भात खाँदाखेरि चम्चा चपस्टिक प्रयोग गरे तापनि चम्चाले चाहिँ भात र झोल खाइन्छ र चपस्टिकले चाहिँ के खाइन्छ? फान्छान खाइन्छ। त्यसमा पनि यो जुमुन आजभोलि चाहिँ के त छत्काराकले नै भात खाने मान्छेहरू बढ्दै गइरहेछन् माना जेसुम्निदा भन्छ। त्यस्तै गरेर सुत्काराक वा छत्काराकुन थोङसिए थुल्जी माराया हाम्यो। चम्चा र चपस्टिक चाहिँ थोङसी भन्यो कि एकै समयमा थुल्दा भनेको उठाउनु उचाल्नु। थुल्जी माराया हाम्यो उठाउनु हुँदैन भने चम्चा र चपस्टिक चाहिँ एकै समयमा उठाउनु हुँदैन भने के त फापखुरुसिना खुक्खुरुसुन सोनुरु थुल्गो। भातको कचौरा वा खुक्खुरुस रसको कचौरा अथवा झोल सुपको कचौरा चाहिँ सोनुरु थुल्गो हातले उठाएर। थुल्गो भनेको के? उठाएर मगुमेन आन्दुम्निदा खायो भने हुँदैन। अलिकति त्यो चाहिँ शिष्टता भन्दा बाहिरको गतिविधि मानिन्छ। फोथोङ फापगुवा खोकुन खेइन बेल्लो मक्चिमान प्राय जसो फोथोङ फापगुवा खोकुन भात र झोल चाहिँ अथवा सुप चाहिँ खेइन बेल्लो बक्चिमान। खेइन बेल्लो भनेको चाहिँ व्यक्ति अनुसार हैन, प्रति व्यक्ति अनुसार चाहिँ मक्चिमान खाए तापनि व्यक्ति अनुसार खाए तापनि व्यक्ति अनुसार भनेको जतिजना छ त्यतिवटा भात अथवा झोलको कचौराहरू आउने भए तापनि फान्छानु नामके नानो मक्सुम्निदा। फान्छान सलादहरू सायक डिसहरू चाहिँ चटनीहरू अचारहरू चाहिँ के त हामके सँगै नानो बाँडेर मक्सुम्निदा भन्यो के खाइन्छ भन्छ। ये जनेनन् पहिले चाहिँ उहिले चाहिँ ये जनेनन् पहिला चाहिँ चिगेना चिमुल यरो सारामी हामके मक्किदो हेच्चिमान। झोल अथवा स्ट्यू बफाएको खानेकुराहरू चाहिँ चिगे भनौँ के सुप खाना वा चिम भनेको चाहिँ बफाएको खाना अथवा चाहिँ ग्रेभी यरो सारामी हामके मक्किदो हेच्चिमान। धेरै मानिसहरूले हामके भनेको के सँगै मक्किदो हेच्चिमान खाने गरे तापनि मक्किदो हेच्चिमान गिदो हेच्चिमान खाने पनि गरेको भए तापनि सँगै खाने पनि गरेको भए तापनि यो जुमुन आज भोलि चाहिँ खेइन छप्सिए थरस। व्यक्तिगत छप्सी भनेको प्लेट, व्यक्तिगत प्लेटमा थरस भनेको राखेर अथवा के गरेर छुट्याएर थरस अथवा के पस्केर मग्नन खाने सारामी मानिसहरू चाहिँ धेरै छन् भन्छ। भनेको
예전에는 찌개나 찜을 여러 사람이 함께 먹기도 했지만 उति बेला चाहिँ 찌개 सुप अथवा चाहिँ बफाइएको खाना चाहिँ यरो सारामी 함께 먹지만 अथवा ग्रेभी चाहिँ धेरै मान्छेहरूले सँगै खाए तापनि हेच्चिमान खाने गरे तापनि उति बेला 요즘은 개인 접시에 털어서 먹는 사람이 많습니다. आजभोलि चाहिँ पर्सनल प्लेटमा 개인 접시에 털어서 राखेर पस्केर 먹는 사람들이 많습니다. मान्छेहरू चाहिँ धेरै छन् भन्छ खाने मान्छेहरू आफ्नो आफ्नो प्लेटमा राखेर खाने मान्छेहरू आजभोलि धेरै छन् भन्छ। अब यहाँ चाहिँ अन्तिम प्याराग्राफमा के भनेको छ भन्दाखेरि खुरीको शिक्षा जुङ्गे अनि खाना खाँदै गर्दा जुङ्गे भनेको चाहिँ दही गर्दा दही के त गर्दा खाना खाँदै गर्दा शिक्षा जुङ्गे उइजाए फारुल अन्कना कुर्सीमा फाल भनेको के खुट्टा अन्कना कुर्सीमा खुट्टा राख्ने वा उम्सिक सिम्नुन सिप्ता भनेको के गर्नु चपाउनु सिम्नुन भनेको के गर्ने चपाउने खाना चपाउने चाहिँ सिम्नुन सोरिरल आवाज खाना चपाउने आवाज खुगे नेनन गसुन छोचियान्सम्निदा ठुलो गरी निकाल्ने खाना चपाउने आवाज चाहिँ ठुलो गरेर चाहिँ हैन निकाल्ने गसुन कुरा चाहिँ छोचियान्सम्निदा राम्रो हुँदैन भन्छ हैन खाना खाँदाखेरि त आवाज त निकाल्नु भएको छ होला तपाईहरुले पनि त्यसरी गर्यो भने चाहिँ हुँदैन त्यो चाहिँ नेपालमा पनि राम्रो मानिदैन नि त छोचियान्सम्निदा उम्सिगुल मक्की छनेनन् खाना खानु अघि चाहिँ छाल मक्केसम्निदा था मगुन हुएनन् उम्सिगुल मक्की छनेनन् खाना खानु अघि चाहिँ के भन्नु पर्यो छाल मक्केसम्निदा मिठो गरी खानेछु अथवा के भन्नु पर्यो मासितके मक्केसम्निदा मिठो गरी खानेछु पनि भन्नु पाइयो मक्केसम्निदा भन्नु पर्यो अनि त्यसपछि था मगुन हुएनन् सबै खाइसकेपछि चाहिँ छाल मगसम्निदा अथवा के मासितके मगसम्निदा मिठो गरी खाए पनि भन्नु पाइयो मगस सम्निदा भनेर पनि भन्न पाइयो रागो भनेको के भनेर इन्सा हाम्निदा भनेको के गरिन्छ अभिवादन गरिन्छ कोरियामा चाहिँ तपाईले कुनै कोरियनहरुसँग खाना खाँदाखेरि अथवा चाहिँ अन्य विदेशीहरुसँग खाना खाँदाखेरि चाहिँ के भन्नु पर्यो त भन्दाखेरि यदि शिष्टता देखाउने हो एजल देखाउने हो भने चाहिँ खाना खानु अघि चाहिँ के भन्नु पर्यो सिजा खागी छने अथवा मक्की छने खानु अघि चाहिँ छाल मक्केसम्निदा मिठो गरेर खानेछु भन्ने भयो अथवा चाहिँ मासितके मक्केसम्निदा मिठो गरी खानेछु छाल मक्केसम्निदा भनेको पनि हुन त मिठै गरी खानेछु तर राम्ररी खानेछु भन्ने भयो अनि त्यस्तै गरेर चाहिँ खाइसकेपछि चाहिँ शिक्षारुल था माछिन हुएनन् अथवा चाहिँ था मगुन हुएनन् सबै खाइसकेपछि चाहिँ छाल मगसम्निदा राम्ररी खाए अथवा चाहिँ मासितके मगसम्निदा मिठो गरी खाए भनेर चाहिँ तपाईहरुले भन्नुपर्ने हुन्छ त्यो भनियो भने चाहिँ उनीहरुले नि यसरी चाहिँ जवाफ दिन्छ अनि यहाँ चाहिँ दुईटा चित्र पनि दिएको छ यहाँ चाहिँ उठाएर खाँदा पनि भएन थुल्गो मगुमेन आन्दोम्निदा खुरीगो फाबुल मगुल्ते सोरिरुल खुगे नेमेन आन्दोम्निदा इरखे ठुलो आवाज निकालेर खायो भने पनि हुँदैन भन्छ यसरी यहाँ चाहिँ के भनेको छ त कोरियामा खाना खाँदाखेरि पालना गर्नुपर्ने शिष्टताहरूको बारेमा दिएको छ है ल हामी फेरि अर्को भिडियोमा अर्को छङ्बोको भिडियोमा भेट्ने छौं आजलाई यति नै गर्न चाहे 감사합니다